हेलो गाइस, वेलकम टु न्यू ब्लग। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। एन्ड आज चाहिँ एउटा राम्रो खाने लोकेसन हेरेर आइरहेको छु। हेर्न सक्नुहुन्छ, बवाल लोकेसन छ। एकदमै लाइट भएको, पुरा बिचमा बालुवा घाडी है। तपाईँले अब बाहिर देश कन्ट्रीहरूमा तपाईँको साउदी, मलेसिया, दुबई, कतार जता पनि यस्तै हो गाइस, होइन? अब बाहिर कन्ट्रीमा बालुवा बढी भएको कारणले गर्दाखेरि यस्तै हुन्छ। हेर्न सक्नुहुन्छ, अझै योभन्दा राम्रो भ्यूहरू हेर्नुहोस्। नजरा, साँझको नजरा हेर्नुहोस् न, क्या भ्यू! वाउ, ब्युटिफुल भ्यू देखिरहेको छ। हेर्नु त, एकदम बवाल भ्यू देखिरहेको छ साँझको। उता अगाडि चाहिँ यस्तो देखिरहेको छ। यहाँ चाहिँ लाइटिङले गर्दाखेरि एकदम बवाल देखिरहेको छ साँझको भ्यू। हेर्न सक्नुहुन्छ, यो चाहिँ हामी बस्ने ठाउँ है गाइस, हामी बस्ने ठाउँ हो। यहाँभन्दा पहिला पनि एउटा ब्लग बनाइसकेको छु मैले यो बस्ने ठाउँको। त्यही भएर एउटा सानोतिनो बाहिरको भिडियो बनाइरहेको छु। यो हाम्रो त्यही ऊभन्दा पनि बाहिरको बनाएको छ, भित्रको बनाएको छैन गाइस। हेर्न सक्नुहुन्छ कस्तो लागेर, हेर्न सक्नुहुन्छ भ्यू होला। भर्खर सुरुवात गरिरहेको छु है। तपाईँहरूको माया, तपाईँहरूको सपोर्टले गर्दाखेरि चाहिँ मैले पनि एउटा सोचेको सपनाहरू पुरा गर्न सक्छु होला जस्तो लाग्छ मलाई। सबैजनाको माया छ, सबैजनाले साथ दिनुहुन्छ भन्ने एउटा आश पनि छ। थोरै अगाडि जानु त हुन्थ्यो, अब त्यति साह्रो अगाडि जान पनि मिल्दैन अहिले साँझको टाइममा। मैले चाहिँ जिपमा कार्डहरू ल्याउनु पनि बिर्सेछु। बिना कार्डको बाहिर जान मिल्दैन गाइस। यहाँ पुलिसले समातिराख्छ जतिखेर नि। ओपनली बिना कार्डहरूको त्यतिकै घुम्न चाहिँ एलाउड हुँदैन। त्यही भएको कारणले गर्दाखेरि म चाहिँ अहिले भ्यू चाहिँ यस्तो देखिरहेको छ। सायद चाहिँ मेरो यो फोनले गर्दा त्यति राम्रो देखिरहेको छैन होला तपाईँहरूलाई। साँझको चाहिँ भ्यू एकदमै हेर्न सक्नुहुन्छ, फेस चाहिँ कालो देखिरहेको छ। एकदमै राम्रो, एकदमै बवाल भ्यू देखिरहेको छ। हेर्न सक्नुहुन्छ, यस्तै भिडियोहरू तपाईँ बिच ल्याइआउने छु म सधैँभरि। ब्लगहरू बनाउने कोसिस गर्नेछु टाइम निकालेर। अब आफ्नो देश भयो त बनाउन मिल्थ्यो गाइस। अब अर्काको देशमा काम पनि, ड्युटी पनि गर्नुपर्ने हुन्छ। ड्युटीको साथसाथमा भिडियोहरू पनि ल्याउने कोसिस गर्दैछु, गर्ने पनि छु। माया ममता साथ चाहिँ दिनु होला सबैजनाले भन्ने आले। त्यति साह्रो बाहिर उतासम्म जान चाहिँ नमिल्ने भएको कारणले गर्दाखेरि छोटो मिठो भिडियो बनाउन लागेको छु। सानोतिनो ब्लगहरू बनाइराख्ने छु। अब यो चाहिँ यो मेरो यो रति तिवारी युट्युब च्यानलमा चाहिँ सानोतिनो भिडियोहरू आइरहने छ भन्दै सबैजनालाई एकदमै माया र एकदमै सपोर्ट दिनुहुन्छ भन्ने आशा राखेर चाहिँ यो सानोतिनो भिडियोहरू बनाउने कोसिस गर्दैछु। त्यति राम्रो फोन पनि छैन गाइस मसँग। अहिले टेम्परेरी फोनले चाहिँ जुगाड गरिरहेको छु। फेरि बिस्तारै हेर्दै जाम, राम्रो बन्दै गयो भने कन्टिन्यू चाहिँ भिडियोहरू बनाउने छु। तपाईँ भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक, सब्सक्राइब, कमेन्ट सबैजनाले गर्नुहोला। यति भन्दै हस्त नमस्कार। जय हिन्द, जय नेपाल, जय मातृभूमि नेपाल।